हेलो नमस्ते साथीहरु, वेलकम ब्याक टु माई युट्युब च्यानल। आज चाहिँ मैले धेरै दिनपछि तपाईहरुको लागि चाहिँ एउटा राम्रो अर्निङ एप लिएर आइसकेको छु। यो चाहिँ एउटा न्यू एप हो हैन। अनि त्यसपछि यो एपको लिंक चाहिँ मैले तपाईलाई कमेन्ट सेक्सनमा पिन गरेको छु। त्यहाँबाट चाहिँ तपाईले यो एपलाई चाहिँ डाउनलोड गर्न सक्नुहुन्छ। त्यसपछि तपाईले यो लिंक क्लिक गरिसकेपछि तपाईहरुकोमा चाहिँ यस्तो इन्टरफेस ओपन हुन्छ र तपाईले त्यहाँ तल देख्न सक्नुहुन्छ स्टार्ट अर्निङमा क्लिक गर्नुहोस् र स्टार्ट अर्निङमा क्लिक गरिसकेपछि चाहिँ यसलाई इन्स्टल गर्नुहोस्। अनि त्यसपछि इन्स्टल गरिसकेपछि तपाईहरुले चाहिँ यहाँनिर ओपन लेखेको हुन्छ, ओपनमा क्लिक गर्नुहोस्। ओपनमा क्लिक गरिसकेपछि तपाईहरुकोमा चाहिँ यस्तो इन्टरफेस खुलेर आउँछ साथीहरु। तपाईले चाहिँ यसलाई एउटा गुगल आइडीबाट लगइन गर्नुपर्ने हुन्छ। अनि त्यसपछि तपाईले आफ्नो नेम राख्नुहोस्, त्यसपछि जेन्डर चुज गर्नुहोस्, तपाई मेल हुनुहुन्छ कि फिमेल हुनुहुन्छ त्यो राख्नुहोस्। मैले चाहिँ अलरेडी नै आइडी बनाइसकेको छु है साथीहरु। त्यसपछि तपाईहरुले गुगल आइडीबाट लगइन गरिसकेपछि तपाईहरुकोमा चाहिँ यस्तो इन्टरफेस ओपन भएर आउँछ। यस्तो इन्टरफेस ओपन भएर आइसकेपछि तपाईहरुले तल देख्न सक्नुहुन्छ प्रोफाइलको चिन्ह, त्यहाँनिर जानुहोस्। त्यहाँ गइसकेपछि तपाईले पहिला सुरुमा गर्नुपर्ने हुन्छ फेस भेरिफिकेसन। तपाईले चाहिँ फेस भेरिफिकेसन नगरिन्जेलसम्म टास्क चाहिँ तपाईको देखिदैन। त्यही भएर सुरुमा चाहिँ भेरिफिकेसन भनेर लेखेको हुन्छ त्यहाँनिर साथीहरु। तपाईहरुले चाहिँ त्यही भेरिफिकेसनमा गएर क्लिक गर्नुहोस्। त्यसपछि एउटा रियल फोटो अपलोड गर्नुहोस्। त्यसपछि तपाईले त्यहाँनिर क्यामेरा जस्तो देखाएको हुन्छ, त्यहाँबाट चाहिँ तपाईले तपाईको फेस भेरिफाई गर्नुहोस्। फेस भेरिफाई गरिसकेपछि तपाईहरुलाई चाहिँ टास्कको र तपाई लाइभ बस्ने अप्सन चाहिँ खुल्छ र तपाईले कलेक्ट गर्न पनि सक्नुहुन्छ। त्यसपछि माथि देख्न सक्नुहुन्छ टास्कमा क्लिक गर्नुहोस्। टास्कमा क्लिक गरिसकेपछि तपाईहरुलाई चाहिँ यहाँनिर रिवार्ड देखाउँछ है साथीहरु। 7 दिनसम्म तपाईलाई कति रिवार्ड दिन्छ भनेर चाहिँ देखाउँछ त्यहाँनिर। तपाईलाई चाहिँ 1 घण्टा मात्र बसेको चाहिँ तपाईलाई 82K रिवार्ड दिइरहेको छ। 82,000 तपाईलाई चाहिँ रिवार्ड दिइरहेको छ है, जम्मा 1 घण्टा पार्टी लाइभ बसेको। तपाई चाहिँ 1 घण्टा पार्टी लाइभ बस्नुस्। यो दुईटै माइकमा चाहिँ तपाईको टाइम काउन्ट हुन्छ है। यो माथि र तल दिएको दुईटै माइकमा चाहिँ काउन्ट हुन्छ। त्यसपछि तपाईहरुले काउन्ट भइसकेपछि चाहिँ क्लेम गर्ने हो साथीहरु। अनि त्यसपछि तपाईले तल क्राउन सिट देख्नु भएको नि, त्यहाँनिर चाहिँ तपाई अरूको लाइभ बोर्डमा गएर रिक्वेस्ट माग्नुस् कि मलाई क्राउन सिटमा बस्न दिनु न भनेर। उहाँहरूले 1 घण्टासम्म बस्न दिनुहुन्छ। अनि त्यसपछि साथीहरु तपाईहरु चाहिँ लाइभ कसरी बस्ने भन्दाखेरि चाहिँ पहिलो सुरुमा आफ्नो होम स्क्रिनमा जानुहोस्। होम स्क्रिनमा गइसकेपछि साइडमा देख्न सक्नुहुन्छ नीलो ब्लू कलरको लोगो प्लस क्यामेरा जस्तो हो, त्यहाँनिर क्लिक गर्नुहोस्। क्लिक गरिसकेपछि तपाईहरु चाहिँ त्यहाँबाट चाहिँ लाइभ रुममा छिर्नुहुन्छ है। फेस भेरिफिकेसन गरिसकेपछि तपाई लाइभ रुममा छिर्नुहुन्छ, अलो गर्नुहोस् र माथिको टपमा गएर तपाई बस्नुहोस्। बसेपछि तपाईले तलपट्टि देख्न सक्नुहुन्छ विभिन्न अप्सनहरु छ तपाईको। त्यहाँनिर म्युट गर्ने, तल झर्ने हैन, अनि पुरै साउन्डै म्युट गर्ने, अनि कमेन्ट गर्ने त्यहाँनिर देखिसक्नु भयो। अनि साइडमा गिफ्टहरु, गेमहरु खेल्ने अप्सनहरु पनि छ। अनि कति टाइम भयो भनेर हेर्नको लागि तपाईले त्यहाँ टास्क भनेर लेखेको ठाउँमा टास्कमा क्लिक गर्नुहोस्। कति घण्टा तपाई लाइभ बस्नु भयो भनेर तपाईले हेर्नका लागि चाहिँ त्यहाँनिर क्लिक गर्नुहोस्। या त्यसपछि तपाईको यहाँनिर चाहिँ अन माइक भनेर लेखेको हुन्छ नि, हो त्यहाँनिर चाहिँ तपाईको काउन्ट हुन्छ। अनि त्यसपछि साथीहरु तपाईहरु ब्याक जानुहोस्। ब्याक गइसकेपछि फेरि पनि प्रोफाइलमा जानुहोस्। प्रोफाइलमा गइसकेपछि तपाईहरुले चाहिँ आफ्नो डायमन्ड चाहिँ कहाँ जम्मा भए भन्दाखेरि चाहिँ माथि त्यहाँनिर डायमन्ड भनेर लेखेको छ, त्यहाँनिर जम्मा हुन्छ। अनि तपाईले विथड्र गर्दाखेरि त्यहीबाट डायमन्ड विथड्र गर्ने हो। अनि त्यसपछि साथीहरु तपाईले यसमा साथीलाई इन्भाइट पनि गर्न सक्नुहुन्छ है। इन्भाइट चाहिँ तपाईले त्यहाँ तलपट्टि देख्न सक्नुहुन्छ इन्भिटेसन भनेर लेखेको छ, त्यहाँनिर क्लिक गर्नुहोस्। क्लिक गरिसकेपछि तपाईले चाहिँ यहाँबाट एउटा साथीलाई बोलाउनु भएको चाहिँ तपाईलाई 12,000 रिवार्ड दिइरहेको छ है। अनि यो 12,000बाट चाहिँ तपाईले 1 लाख पुर्याउनु भयो भने चाहिँ तपाईले चाहिँ $1 चाहिँ यहाँनिर विथड्र गर्न सक्नुहुन्छ। तपाईले $1 लाख पुगेपछि $1 विथड्र गरे नि भयो, नत्र गेम खेल्नका लागि, आफूलाई गिफ्टिङ गर्नका लागि तपाईले एक्सचेन्ज गर्दा नि हुन्छ है यो 1 लाख चाहिँ। अनि त्यसपछि तपाईले साथीहरु कतिजना इन्भाइट गर्नुभयो भनेर हेर्न नि मिल्छ। अनि त्यहाँ विथड्र लेखेको छ, तपाईले त्यहाँबाट विथड्र पनि गर्न मिल्छ।
अनि त्यसपछि साथीहरू तल देख्न सक्नुहुन्छ इन्भाइट फ्रेन्ड भन्ने। तपाईँले त्यहाँ इन्भाइट फ्रेन्डमा गएर यहाँनिर चाहिँ 3टा लिङ्कहरू दिन्छ। तपाईँले त्यही लिङ्कबाट चाहिँ कपी गरेर तपाईँले फेसबुक, व्हाट्सएप, मेसेन्जर जेमा पनि तपाईँले चाहिँ इन्भाइट गर्न सक्नुहुन्छ साथीहरू। भिडियो कस्तो लाग्यो? राम्रो लाग्यो भने च्यानललाई सब्सक्राइब गर्नु।